हेलो साथीहरूलाई हेर्नुहोस्, आज चाहिँ लोकल कुखुराको मासु सादा अनि सिम्पल तरिकाले बनाउने तरिका हो यो। कस्तो लाग्छ हेर्नुहोस् है मैले बनाउने तरिका। जाडोको मौसममा यो चाहिँ छोटो चाहिँ लोकल कुखुराको सुप बनाएर खानको लागि चाहिँ मैले यो रेसिपी चाहिँ तपाईँहरू सामु चाहिँ यसो देखाउँदैछु। तपाईँहरू पनि कस्तो लाग्छ चाहिँ एकचोटि हेर्नुहोस्। चट्ट चाहिँ मजाले फ्राई गर्नुहोस् प्याजलाई होइन। त्यसपछि चाहिँ मासु हाल्नुहोस्, मजाले यसलाई चाहिँ फ्राई गरिदिनुहोस्। एकदमै सादा अनि सिम्पल एकदमै स्वादिष्ट हुन्छ। यस्तो तरिकाले मैले कुनै पनि जस्तो स्ट्यान्डर्ड मसला पनि युज गरेको छ। सादा तरिकाले चाहिँ बनाएको हेर्नुहोस्। तपाईँहरूलाई कस्तो लाग्छ मन पऱ्यो लाइक कमेन्ट गर्नु होला। यो चाहिँ मेरो बनाउने हल्का बनाउने तरिका तपाईँहरूलाई पनि कस्तो लाग्छ। तपाईँहरूले पनि यही तरिकाले बनाएर चट्ट चाहिँ सुप बनाएर खान सक्नुहुन्छ जाडोको मौसममा। ल हेर्नुहोस् मासु कस्तो राम्रो भएको छ, हेर्नु त एकचोटि कति मजाले फ्राई भएको छ।